तिमीसँग कति छ पैसा पनि यार मसँग बेच्दै रहेछ पैसा पनि यार ए गणेश आइपुग्यौ खाना खाएर आएको त्यतिकै आयो यार हामीले त खाना खाइसक्यौँ ए दाइ किचनमा त थोरै बनाएको दाइ मैले खाना यार सिकिसक्यो होला ए यार त्यसो भएदेखि त हेर नि त गएर के छ होइन बचेको केही होला सायद खाउन त गएर झिकेर ए दाइ ठिकै छ मैले बिहान भात लगेर गएको थिएँ त्यो अलिकति बचेको छ त्यही खान्छु नि घाँस यार लास्टै गर्नु भयो यार अलिकति मलाई यार एक ग्लास पानी लिएर त जाऊ भाइ हस् दाजु हुन्छ ल भाइ यार भाइ तिमीले यार अस्तिको पनि 2-3 महिना भइसक्यो पैसा दिएको छैन भाडा यार खानामा पनि हामीले नै पैसा लगाइदिइरहेको छ यार पैसा त खै भाइ हाम्रो पनि समस्या हुन्छ घरमा पैसा त हामीलाई पनि चाहिन्छ यार दाइ यार 3-4 महिनाको हामी दिइरहौँ अब मेरो पनि घरमा समस्या नै छ दाइ यार अब यो महिना चाहिँ अब सेलेरी आयो होला त्यही त नि पैसा देऊ न कति छ पहिलाको पनि देऊ त्यही सकेछ त मैले पनि त्यही भनेको अनि दिएको छैन अहिलेसम्म अब हाम्रो पनि समस्या हुन्छ यार सबैको समस्या हुन्छ नि यार अब खै भाइले पनि खै के गर्छ यार ऋण त हाम्रो पनि छ यार भाइ यार तिमी जहिले आफ्नै मात्रै समस्या देखाउँछु के हो म त पुरै बुझ्दैन यार अब साथीभाइ भनेर अब कति हेर्नु त यार दाइ दिने त भनेको नि के हेर्ने सबले पैसा दिएको छैन अनि अब 1-2 महिनादेखि अब पहिलेदेखि पनि हजुरहरूले सहयोग गर्नुभएको छ यो महिना पनि गरिदिनु न है दाइ अब पैसा आएपछि म दिइहाल्छु नि तपाईँहरूलाई है यति गरिदिनु न है मेरो दाइ त्यस्तै पनि त्यत्रो भन्यो यार त्यस्तै कुरा भन्यो यार अहिलेसम्म दिएको छैन हामीसँग चाहिँ कहाँ पैसा हुन्छ र हाम्रो समस्या छैन यार भाइ यस्तो भन्नु हुन्छ त दाइ एकैछिन है फोन आएको छ मैले हजुरलाई सुन्नु पर्छ भोलिको फोन आएर रहेछ दाइ है भन न बाबु नानीहरू कस्तो छन् मम्बुहरू कस्तो हुनुहुन्छ खाना खायो कि नै पैसा चाहिँ हाल्छु भनेको छु अनि के भने सेलेरी दिएको छैन 2-4 महिना भइसक्यो सेलेरी दिएको छैन यता दाइहरूलाई पनि दिनु छ अनि टेन्सन नगर न धेरै पैसा नभन म पैसा हालिदिन्छु तिमीलाई चुप लागेर बस है ल नमस्ते दाजु दाइ बुझेँ दाजु हजुरको अब पैसा चाहिँ हाल्छु भनेको छु दाइ अनि तर 3-4 महिना भइसक्यो दाइ दिएको छैन सेलरी है यता रुम भाडा पनि तिर्नु त्यतिकै छ दाइहरूले हेल्प गरिराख्नु भएको छ कम्पनी नै त्यस्तै पऱ्यो क्या दाइ यति भएर चाहिँ हाल्न पाएको छैन टेन्सन नगर्नु दाइ हालिदिन्छु तपाईँको सेवा ब्याजसँगै म हालिदिन्छु हस् है दाजु